भगवान विष्णुको पहिलो अवतार मत्स्य अवतार। धेरै प्राचीन समयमा भारत भूमिमा सत्यव्रत नामका एक धर्मात्मा राजा थिए। उनी अत्यन्त दयालु, बुद्धिमान र भगवान विष्णुका परम भक्त थिए। हरेक बिहान सूर्योदयभन्दा अगाडि राजा पवित्र नदीको किनारमा पुग्थे र ध्यान तथा पूजा गर्थे। एक दिन पूजा गर्दै गर्दा उनले आफ्नो हातमा पानी अर्पण गर्ने क्रममा एउटा सानो चम्किलो माछा देखे। त्यो माछा निकै कमजोर र डराएको जस्तो देखिन्थ्यो। अचानक त्यो माछाले मधुर स्वरमा भन्यो, हे राजन, मलाई बचाउनुहोस्, ठूला जीवहरूले मलाई खान सक्छन्। राजा सत्यव्रत अचम्ममा परे, तर उनको हृदय दयाले भरियो। उनले त्यो सानो माछालाई आफ्नो कमण्डलुमा राखेर महलतर्फ लगे। अर्को बिहान राजा उठेर हेर्दा त्यो माछा धेरै ठूलो भइसकेको थियो। माछाले फेरि भन्यो, राजन, यो ठाउँ अब मेरो लागि सानो भयो। राजाले त्यसलाई ठूलो घडामा राखे, तर केही समयमै त्यो पनि सानो भयो। पछि राजाले माछालाई दरबारको पोखरीमा राखे, तर माछा अझै बढिरह्यो। पोखरी पनि सानो भएपछि त्यसलाई विशाल तालमा लगियो, तर त्यो ताल पनि पर्याप्त भएन। अब राजा सत्यव्रतलाई महसुस भयो कि यो साधारण माछा होइन। उनी हात जोडेर बोले, हे दिव्य प्राणी, तपाईँ वास्तवमा को हुनुहुन्छ? त्यसै बेला आकाशमा कालो बादल मडारिन थाले। तालको पानी दिव्य प्रकाशले चम्किन थाल्यो। त्यो विशाल माछाले अद्भुत दिव्य रूप धारण गर्यो। आधा मानव र आधा माछाको स्वरूप, नीलो शरीर, सुनौलो मुकुट, दिव्य गहना र तेजस्वी आभाले भरिएको रूप। उनी स्वयं भगवान विष्णुको मत्स्य अवतार थिए। राजा र ऋषिहरू भक्तिभावले नतमस्तक भए। भगवान मत्स्यले गम्भीर स्वरमा भन्नुभयो, हे सत्यव्रत, चाँडै नै संसारमा महाप्रलय आउनेछ। समुद्रले पृथ्वी डुबाउनेछ, आँधी र वर्षाले सम्पूर्ण सृष्टि नष्ट हुनेछ। तर तिमीले जीवनलाई बचाउनेछौ। भगवान मत्स्यले आदेश दिनुभयो, एउटा विशाल नौका निर्माण गर। सप्तऋषि, सबै जीवजन्तुका जोडी, वनस्पतिका बिउ र पवित्र ज्ञानलाई त्यसमा राख। राजा सत्यव्रतले तुरुन्त काम सुरु गरे। सारा राज्यका मानिसहरूले दिनरात मेहनत गरेर विशाल नौका बनाए। समय बित्दै जाँदा आकाश झन् अन्धकारमय हुन थाल्यो। चट्यान गर्जिन थाल्यो। हावा भयानक हुँदै गयो। प्रकृति आफै प्रलयको सङ्केत दिइरहेकी थिए। अन्ततः विनाशको दिन आयो। आकाश कालो बादलले भरियो। भीषण वर्षा सुरु भयो। नदीहरू उर्लिए। पहाडहरू पानीमा डुब्न थाले। पुरै पृथ्वी विशाल समुद्रमा परिणत भयो। विशाल नौकाभित्र राजा सत्यव्रत, सप्तऋषि, जनावरहरू, बिउहरू र पवित्र ग्रन्थहरू सुरक्षित थिए। तर समुद्र अत्यन्त भयावह थियो। विशाल छालहरूले नौकालाई चारैतिर हल्लाइरहेका थिए। अचानक अन्धकारबीच दिव्य सुनौलो प्रकाश देखा पर्यो। समुद्रको गहिराईबाट विशाल मत्स्य अवतार प्रकट भए। उनको दिव्य शरीर आदिभन्दा पनि तेजस्वी थियो। भगवानको सिङमा दिव्य नागडोरी बाँधियो र अर्को छेउ नौकासँग जोडियो। त्यसपछि भगवान मत्स्यले विशाल समुद्रमा नौकालाई सुरक्षित मार्ग देखाउँदै तान्न थाले। ऋषिहरू निरन्तर भगवानको स्तुति गरिरहेका थिए। समुद्रमा गर्जना भइरहे पनि भगवानको दिव्य शक्तिले सबैलाई सुरक्षित राख्यो। महाप्रलयको यात्राका क्रममा भगवान मत्स्यले राजा सत्यव्रत र सप्तऋषिलाई दिव्य ज्ञान दिनुभयो। उहाँले धर्म, कर्म, सृष्टि, समय र जीवनको रहस्यबारे उपदेश दिनुभयो। यही ज्ञानले भविष्यमा नयाँ संसार निर्माण गर्न सहायता गर्ने थियो। त्यसै समय एउटा शक्तिशाली दानवले पवित्र वेदहरू चोरेको थियो। यदि वेद हराए भने संसार अन्धकार र अज्ञानतामा डुब्ने थियो। भगवान मत्स्य समुद्रको गहिराईमा गएर दानवसँग युद्ध गर्नुभयो। भयानक युद्ध सुरु भयो। समुद्रमा विशाल छालहरू उठे। दिव्य अस्त्रहरूले आकाश चम्कियो। अन्ततः भगवान मत्स्यले दानवलाई पराजित गर्नुभयो र वेदहरू पुनः प्राप्त गर्नुभयो। पवित्र ज्ञान फेरि सुरक्षित भयो। धेरै दिनपछि वर्षा रोकियो। कालो बादल हट्न थाले। सुनौलो सूर्य फेरि चम्कियो। बिस्तारै पानी घट्न थाल्यो। विशाल नौका हिमालयको शिखर नजिक रोकिन पुग्यो। मानिसहरू नयाँ पृथ्वीमा बाहिर निस्किए। नदीहरू फेरि बग्न थाले। वनस्पति फेरि हरियाली बन्न थाल्यो। जीवन फेरि सुरु भयो।
भगवान मत्स्यले राजा सत्यव्रतलाई आशीर्वाद दिनुभयो। तिमीले अब नयाँ युगमा धर्म र सत्यको मार्गदर्शन गर्नेछौ। राजा सत्यव्रत भक्तिभावले भगवानको चरणमा झुके। त्यसपछि भगवान मत्स्य दिव्य प्रकाशसँगै आकाशतर्फ उक्लिनुभयो। समुद्र शान्त भयो, आकाश सुनौलो बन्यो। यसरी भगवान विष्णुको मत्स्य अवतारले सम्पूर्ण सृष्टिको रक्षा गर्दै ज्ञान, धर्म र जीवनलाई पुनः स्थापित गर्नुभयो। यससँगै भगवान विष्णुको पहिलो अवतार मत्स्य अवतारको कथा यही समाप्त हुन्छ। भगवान विष्णुको दोस्रो अवतार कूर्म अवतारको कथा छिट्टै नै लिएर आउनेछौँ। त्यसका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी सँगै रहेको बेल आइकन बजाउन नबिर्सनुहोला। धन्यवाद।